आजको बिहेको दुलाहा चाहिँ उहाँ हुनुहुन्छ, भोलि दुलाहा बनेर जाँदै हुनुहुन्छ र अहिले चाहिँ मोबाइल मर्मत कार्यमा लागिराख्नु भएको छ। दुलाहा हुँदा कस्तो देखिन्छ अन्तिमसम्म हेर्न। कति भला आदमी भएर हिँड्नु भएको हेलो हेलो चाबी कहाँ राख्यो बाबु
र हामी नाच्दै गाउँदै बजाउँदै आइपुग्यौँ सिन्धुपाल्चोक ताराङमाराङ भन्ने ठाउँमा। र ताराङमाराङ भन्ने ठाउँसम्म आइपुग्दाखेरि थकाइ लागिसकेको थियो र एक दुईजनाले अब यहीँसम्म मात्रै हो भन्दै हुनुहुन्थ्यो। अनि हाम्रो राधिकाले हात हलाउँदैछन्, हामी बासबाट झर्दैछौँ। हाम्रो बेहुला पनि थकित अवस्थामा देखिनुहुन्छ। आजको बेहुला यहाँ देख्न सक्नुहुन्छ। र हामी बिस्तारै अघि बढ्यौँ बेहुलीको घरतर्फ। लामो यात्रा भएकोले सबै थकित मुद्रामा बिस्तारै अघि बढ्न थाल्यौँ। लगाइ जाऊ हामी के अरे ताराङमाराङ मेलम्ची भन्दा माथि ताराङमाराङ भन्ने ठाउँमा आइपुगिसकेका छौँ। ताराङमाराङमा आएर तिरिङ मिरिङ लाइक कमेन्ट गर्नु पर्यो। बेहुली लिएर जाने कुरो छ। कस्तो फिल भइरहेछ उर्मिला? रमाइलो भइरहेछ। ल है गाइस, सबले सब्सक्राइब गर्नु पर्यो, माया गर्नु पर्यो, सपोर्ट गर्नु पर्यो। ल हाई गरिदिनु हाई गरिदिनु सुभाष भाइ ल हात हलाइदिनु त। हामी कहाँ आइपुग्यौँ हामीलाई? ताराङमाराङ भने होइन? हामी कहाँ आइपुग्यौँ हामीलाई? ताराङमाराङ भने होइन? हजुर, चौतारा तपाईँको भाइको घर? तपाईँको नाम चाहिँ के त? तपाईँको नाम? नाम 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 नाम
मेरो भाइहरूको घर ठाउँहरू हुन्। ए यो ठाउँको नाम चाहिँ के हो आमा? ठाउँको नाम थाहा होइन? तपाईँको घर चाहिँ कहाँ हो? घर यहीँ हो? कहाँ नै कुन चाहिँ घर? मेरो भाइहरूको नौका ठाउँले पछाडिबाट बाइक आइरहेको छ अलि सर्दै बाटो। एउटाले के अरे यसको नाम के भन्छ? हेलो हेलो यसको नाम के हो रे? गाङ्ग्री ल्याइछ। एउटाले चाहिँ ग्यास बोकेर आइछ। चप्पल पनि दाइजो आएको छ। यो हामीले दिए होइन यो खुट्टा चाहिँ खाली चप्पल चाहिँ दाइजो आएको। चप्पल दाइजो हो कि खुट्टामा देखाउनु हुँदैन। ए चप्पल चाहिँ दाइजा हो? चप्पल पनि दाइजो देखे कति राम्रो साली। ल गाइस मेलम्चीको हाम्रो घमेश भाइको बिहेको जयन्ती आयो होइन। बेहोस खाएर अब हामी तलतिर जाँदैछौँ। बेहुली अन्माउनु बाँकी छ। बेहुली अन्माउनु बाँकी भयो भने यहाँ पानी परेको कारण हामी चाहिँ तल तल लाग्यौँ। बाटो राम्रै रहेछ सबै। भ्लगलाई अन्तिमसम्म हेरिदिनु भएको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र भ्लगमा मैले पुरै उयोहरू राखिसकेको पनि छैन। सो सबै क्लिपहरू मैले राम्रोसँग राखिनँ किनभने मेरो मोबाइल अफ भएको कारणले अरूको मोबाइलबाट पनि खिचेँ। त्यही भएर एकपछि अर्को त्यो सिरियल बाई भएन होला। त्यसको लागि माफी चाहन्छु। मेरो ब्याट्री सिधेको कारण अर्को मोबाइलबाट पनि खिचेको थिएँ। अनि बिहे चाहिँ एकदम रमाइलो भयो। अब सायद एकछिनमा बेहुली पनि अन्माउनुहुन्छ। बेहुली अन्माइसकेर बेहुली लिएर आउँछन्। हामी चाहिँ गाडीमा गएर बस्छौँ। फाइनल्ली हाम्रो समीर भाइ र अस्मिता म्यामको शुभ विवाह चाहिँ एकदमै रमाइलो साथ सम्पन्न भएको छ र हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु यसै भिडियो मार्फत। र भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएको लागि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। यस्तै भिडियोहरूको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर राख्नुहोला। एसटी भ्लग सामुएल दिपक भ्लगलाई फलो गर्नुहोला।